एभ्रिवान, स्वागत छ हजुरहरू मेरो युट्युब च्यानलमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै र ह्याप्पी छु, किनभने म चाहिँ मेरो भिडियो चाहिँ आज म माइतीबाट सुरु गरेको छु नि त, मेरो माइती घरमा हैन। यसमा अहिले निकालिदिन्छु। अनि साथीहरू, म चाहिँ अहिले मेरो माइती घरमा छु। हिजो 9-10 बजी राति आइपुगेको हैन। बेलुका त भिडियो बनाउन त सकिनँ। अनि अहिले चाहिँ म चाहिँ माइतमा छु। मेरो माइतको भ्यूहरू हेर्न सक्नुहुन्छ साथीहरू। ओहो, यस्तो राम्रो छ। यो तलको यो ठुलो रुख चाहिँ बरको बोट हो हैन। यहाँदेखि हाम्रो पारी चाहिँ यो सबै यो यस्तो ठुलो भिर छ। यस्तो उयोमा यस्तो ठुलो भिर छ अगाडि चाहिँ। अनि यो चाहिँ अलैँची बारी अनि यो चाहिँ अम्बक, विदेशी अम्बक हो। यत्रो त ठुल्ठुलो फल्छ। यो चाहिँ ठुल्ठुलो फल्ने खालको अम्बक हो हैन। अनि पहिला म यहाँनिर हुँदाखेरि रोपेको, यो चाहिँ मैले रोपेको फुल है। यस्तो राम्रो फुल्छ, यस्तो राम्रो फुल्दो रहेछ। तर यहाँ गोडेको चाहिँ रहेन रहेछ हैन। यस्तो राम्रो फुल्छ, कति राम्रो छ। पहिला मैले रोपेको फुलहरू यिनीहरू चाहिँ ए कस्तो राम्रो फुल्छ, यस्तो झुप्पा यस्तो खालको, कति राम्रो छ। अनि यहाँनिर छ यस्तोहरू। अनि त्यहाँदेखि अब म चाहिँ फेरि गाडीले मातेर नि साथीहरू यस्तो साह्रो परिरहेछ। हिजोदेखि गाडीले मातेको अनि रिङ्गटा लागिरहेछ पुरै हो। यहाँ मैले चाहिँ खाना हेर्न लागिरहेछ नि, खाना हेर्न लागेको छ। अनि म चाहिँ पर दिदी आलुबारीमा जानुभएको छ नि त, पर हुनुहुन्छ हाम्रो दिदी चाहिँ। यहाँ मेरो छोरा फेरि मौलीमा आएछ त, उसलाई त साथी त कति मिल्यो। साथी नै साथी छन् होइन। मरो मेरो छोराले फेरि चक्लेट चाहियो अरे। फुलहरू यहाँ पनि रोपेको छ। पहिला पनि मैले यसरी नै यस्तो बार लाएर बार्थेँ क्या, म आफै बाँसहरू काटेर। अनि हाम्रो दिदीहरू चाहिँ पारी आलु दिदीहरू चाहिँ यहाँ आलु खाँदै हुन्छ। म आलु खाँदाकोमा जान्छु होइन। म पनि आएँ। यहाँतिर चाहिँ यस्तो सिस्नु कति धेरै पाउँछ कि साथीहरू। अनि म चाहिँ दिदीकोमा जाँदैछु, आलु खानेकोमा। आरु चा फलेको छैन दिदी, आरु चा हौ। सानो रहेछ बोट। उयो माथि थियो नि त्यहाँ, मरेछ त्यहाँको पनि। उयो माथि यहाँ नि सानो रहेछ, कति फल्थ्यो। उयो हौ सदास्य घरमा हौ, सदास्य घरको मुनि। खै अनि बोटै छैन त नि आलुको त नि। हाम्रो दिदीको आलु अरे यो चाहिँ। अमै बिरालोको गेडा हुँदा साथमा जता पनि। ल पहिला यो रुखहरू सबै मैले झार्थेँ, घाँसहरू यो सबै। अमला फलेन यसपालि, अमला कति धेरै फल्थ्यो पहिला त अमलाहरू नै। टाउको दुखेर मर्न आँटेँ म त। यो चाहिँ हाम्रो मकैबारी, यहाँ चाहिँ मकैबारी हो हाम्रो खेत हो यिनीहरू चाहिँ। यहाँ त अहिले सबै अलैँची बारी भएको रहेछ। आछि फेरि यो चाहिँ अमला हो होइन। अनि यो चाहिँ बाङ्गे काठको रुख। अनि चाहिँ अमला कति धेरै फल्थ्यो कि पहिला चाहिँ। तर अहिले चाहिँ रहेन रहेछ फलेको। अस्ति नै हो नि त सिजन फल्ने त, अहिले त रहेन रहेछ। मेरो मकैबारी यो चाहिँ सबै हाम्रो खेत हो। यहाँदेखि त तल यता तलसम्म। अनि यिनीहरू सबै हाम्रो खेत तलसम्म छ। यो त दाजुहरूको। अनि सबै लगाइसकेको छ। हाम्रो गाउँमा चाहिँ नि यति घर छ, यति लस्करै। यहाँनिर यो तुम्बाको, त्यहाँदेखि दोकान, यो भाउजूको, यो तुम्बाको, काकीको। अनि यो चाहिँ मेरो माइती घर हो ल, यो चाहिँ मेरो माइती घर हो। यो चाहिँ मेरो माइती घर। अनि यता तल हुँदी पनि छ घर चाहिँ, तल हुँदी पनि छ तर देखिँदैन छ घरहरू त तल हुँदी चाहिँ। टाउको देखेर फेरि हिजो त गाडीले मात्यो, तर आज चाहिँ गाडीले त्यो के अरे गाडीको त्यो धङधङ्गी लागेछ कि
पुरै रिङ्गटा लागेर टाउको दुखेर मर्ने बेला भएको छ। मेरो साथीलाई मेरो छोरालाई ठिक्क साथी चाहिएको थियो। साथी हैन नानी? के भयो? के चिलायो? खै त फर्का पानी पस्यो खै। यहाँ चाहिँ के निस्क्यो फेरि? मौली आउने बित्तिकै के निस्किन्छ निस्किन्छ। मेरो छोरालाई त मौली फाप्दैन रहेछ हैन बिमस? मौली फापेन तिमीलाई? ए लट्छ है। हाम्रो सुमनले यो खालको चक्लेट भन्दै थियो मेरो देवरले। यो चाहिँ स्ट्रबेरी यो हाम्रो सुमनले स्ट्रबेरी भन्छ चक्लेट यो के अरे यो मिठाईलाई। पहाडमा त भजु स्ट्रबेरी जस्तै हुन्छ नि एउटा मिठाई फलेको हुन्छ नि भन्छ कि यो रहेछ है स्ट्रबेरी बिमस। ल खाऊ स्ट्रबेरी मिठो। ल खान्छ स्ट्रबेरी अरे ल मिठो भएन? स्ट्रबेरी पहाडको स्ट्रबेरी अर्ग्यानिक हैन? छैन त्यति चाहिँ 2टा 3टा चाहिँ भेटाएछ छैन। त्यो उयो होइन न आलु कोट्याउनु छ। म चाहिँ भर्खरै उठेर यस्तो साह्रो टाउको दुखेको थियो अनि उठेर खाजाहरू बनाउँदैछु म चाहिँ यहाँनिर। आज मकै गोड्ने फेट्ला छ नि त अनि त्यही भएर मलाई चाहिँ खाजा बनाउनुमा राखेँ। अनि यता छन् हाम्रो मम्मी हे गर्दै बसिरहेछन्। यहाँ छन् यो 2जना केटाकेटीहरू। अनि म चाहिँ खाजा बनाउँदैछु। ल मेरो त खाजा बनाउने तरिका त खतरा भन्छ। के कहाँ छ? म देखिन त जान्न ल्याइदिनु मैले। ए होस् है काँचो छ नि त। मैले त त्यतिकै उहाँनिर थियो 2-3 दाना काँचो बनाइदिएँ मैले त उता। त्यो चुला अछानमा बसेर खाने चाहिँ को होला? बाउले खोर्सानी पिसेर दिएको होइन म बिरामी कसले पिसेर दियो? बाउले खोर्सानी पिसेर दिएन? मैले पिसेर राखिरहेको छु अहिले। मैले पिसेर राखेको थिएँ अनि तपाईँलाई दिएको। भाइ खोर्सानी भने सानो मैले दिएको मैले पिसेर अनि मैले दिएको तपाईँलाई। हामी चाहिँ अब खाजा पुऱ्याउ उचालो त भाइ खाजा पुऱ्याउनुतिर लाग्यो। बिमस पनि जाने? लु हिँड लु जाउँ भाइ आऊ। हामी त गएको बस एक्लै घरमा घर बुढी आमै ए बुढी आमै बस ल गयौँ हामी चाहिँ। लु जाठा ए झन् लड्यौँ अब भाइ ए आउँदैछ जाउँ लु। दादा छिटो हिँड्ने तिमी चाहिँ टाउको अलि हल्का भयो त्यो टाउको दुखेर कस्तो साह्रो भइराखेको थियो। अब गएर खाजा दिएर अनि मकै गोड्ने हो एकछिन होइन? यहाँ त नि बिहान बेलुका त कसो जाडो पो रहेछ नि भाइ। ल लुगै नलिआएँ मैले त। पहिला हामी यहाँदेखि पानी भर्नु यहाँनिर पानी अब उम्रिन्छ नि असार साउनमा त्यहाँदेखि पानी बोकेर लान्थ्यौँ। असार चाहिँ होइन पानी नभएको बेला त्यहाँदेखि असार साउनमा त कत्रो उम्रिन्छ। कति वर्षपछि हिँड्यो यो बाटोमा। हाम्रो घाँस दाउरा गर्ने बाटो यो बर ढलेको ए यहाँ चाहिँ ए बहिनी आउँदैछ ला लु पठाइदिनु सब पछाएर सक्यो केटीलाई लड्छ होला हौ।
मजाले माथि थियो छाउनु चाहिँ आउँदैन होला अब तरकारी त राखिदिएको थिइनँ आमाले मात्रै राखिदियो तरकारी त लु है मसला घोचेर यहाँ तल उयोको बोट थियो नि के पो आन्द्रे कि बान्द्रेको छ बान्द्रेको बोट थियो नि बान्द्रेको फलेको छ यहाँ तल हुँदै जाँदाखेरि नि हेर्दैन ए छैन कम्ता मिठो हुँदैन त बान्द्रे त आया टाउको दुख्यो आएछ त अनि म त खाना पछि पनि अलिअलि खाउँ भन न खिचडी ल्याएछ चाम्रेसँग लाएर खानु नि यो नुन पानी लगाएको छु कि नानी टिका लगाएर यहाँ खाँदैछु कति मिठो छ भने नि बाँसको दाउरा त रहने रहेछ बर ढलेछ कोदालो रहेन रहेछ नत्र म पनि खन्थेँ भनेको त कोदालै रहेन रहेछ आऊ छिटो आऊ 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 जाउँ भाइ रुइसक्यो आऊ ल जाउँ आऊ लु अगाडि पछाडि अगाडि होइन अगाडि नै हिँड्दैन हो मेरो साथी चाहिँ यहीँ तल छ अरे कि बसेको अनि उसलाई थाहा छैन नि त म यहाँ आएको छु भनेर म हेर्छु ल अब यहाँ डाँडाबाट थाहा छ कि छैन यहाँ चाहिँ यस्तो खालको फुल चाहिँ यहाँ यो खालको फुल चाहिँ कति धेरै पाउँछ है यहाँ त कति राम्रो देखिन्छ झ्याप्पै फुल्दाखेरि चाहिँ राम्रो देखिन्छ नि त अगाडि त रहेन रहेछ उयो घरमा छ अरे कि रहेन रहेछ निस्केको त पहिला हामी यो उसमा सुरुन्दी खेल्दै भनेर लुगाहरू फटाएर सबै पछि छैन रहेछ मेरो साथी त उता गएछ त मन्जु त मेरो साथीकोमा गएको रहेछ कि त्यही भएर देखिनँ मैले